अरू भन्नु आमा भन्नु हजुर हामी घिमिरे परिवार सबै जुटेर हिँडेको एक गाडी हजुर अरू भन्नु अरू भन्दिनँ आमा म राम्री भएर हिँडेको भन्नु म राम्री भएर हिँडेको भन्नु राम्री हुने छैन बुढी भाइ चाउरी पनि राम्रो हामी बाबा हामी पुग्ने त हाम्रो टार्गेट त 6 बजे थियो हाम्रो मतदान सुत्नु आइछ कि उठ्नै उठ्दैन राम्रो होस् घिमिरे परिवारलाई सबैलाई वर्षनी गर्न पाइयोस् वर्षनीको लागि जानेर हिँड्न पाइयोस् केकाभरि गर्न पाइयो खै त्यो मान्छे किन खै हैन यहाँ पैसा पनि चाहिन्छ है अब म जन्मेबाट अहिले जाने जुन सबै भाइ नामको लागि बन्नु ल खिर चाहिँ मिठो बनाऊ है कपिल खिर चाहिँ मिठो बनाऊ है सर्वप्रथम सबैलाई नमस्कार आज हाम्रो घिमिरे हामी घिमिरेको कुल पूजा यसै स्थानमा हाम्रो पाणिनी गाउँपालिका वार्ड नम्बर 5 मैदान स्थित सम्पूर्ण घिमिरेको कुल पूजामा आज उपस्थित भएका छौँ र यस्तै किसिमले हर साल कुल पूजाको विशेषता र राम्रो तरिकाले मनाउन पाइयोस् सबै दाजुभाइ भाइहरू जम्मा भएर राम्रो किसिमले कुल पूजा गरेर आफ्नो मेलमिलापको साथमा रहन पाइयोस् सम्पूर्णलाई देख्न सक्नुहुन्छ आज हामी सबै घिमिरे परिवार जम्मा भएका छौँ वार्ड नम्बर 3 देखि अरू दाइहरू कता जानु सबै हुनुहुन्छ उता हाम्रो बुवाहरू हुनुहुन्छ हाम्रो दाइहरू हुनुहुन्छ सबै यहाँ उपस्थित हुनुहुन्छ देख्न सक्नुहुन्छ कुल महाराजले रक्षा गर्नुहोस् सबैलाई रक्षा गर्नु होला हामी शरण परेका छौँ हामी अनजान छौँ कहाँबाट हजुरको पूजा गर्न आएका छौँ हामी शरणमा छौँ घिमिरे परिवारको कुल पूजा गर्ने ठाउँ राम्रो छ अझै राम्रो हो गरेको ओए हाम्रो बारिस फोहोर बनाइदिनु भयो तिमीहरूले अङ्कल ल पकाउनुहोस् है मिठो मिठो पाक्नु पर्यो खिर चाहिँ अब त्यहाँ जस मिठो छ नि मिठै हुन्छ नि आज अहिले यो बेला चाहिँ गर्ने भन्ने कुरो त छ केही टका हामी त सक्दैन गाडी सट्टा उयो के गरे भने छलफल चल रहा हाम्रो अङ्कलको नेतृत्वमा पोखरो बनाउने भन्ने कुरा भइरहेछ अब कलेक्सन सम्पन्न हुने हो के हुने हो त्यो त थाहा पाइहालिन्छ
समय अनुसार रमाइलो छ। सबजना गिन्दु परिवार जुट्नु भएको इतनी वीडियो क्लिप ले दी ना मेरे अपनी ऐप हो यो खिरको पुरा ल बोल्नुहोस् है अङ्कल के भन्नु मन छ भन्नु। हाम्रो कुलपूजाको लागि प्रसादी तयारी हुँदैछ। खिर तयारी भयो, रोटी तयारी हुँदैछन्। यो चुलोमा पल्लो चुलोमा भइसक्यो। बोली आउँछ एकदम राम्रो चाहिने हाम्रो कुलदेवको पूजाको लागि आज सबैजनाको जमघट छ। सबै राम्रो छ। कुलदेव प्रसन्न रहन्। हाम्रो वंशहरू पुष्पको सदा राम्रो जय होस्। भगवानको सदा कृपा होस्। सदा हाम्रो वंशको वृद्धि होस्। सबै हाम्रो कुलका सबै मेम्बरहरूले पाहुनाहरूले सबैले चाहिँ नि प्रसादीको लागि बनाइराख्नु भएको छ। उनीहरूले सबैको रक्षा गरून्। भगवानको कृपा होस्। सबैको रक्षा होस्। रोटी पनि फुले एकदम राम्रो फुलेछ नि होइन एकदम राम्रो छ। अहिले लब हामी सबै हामी जुट्यो होइन कुल पूजामा। एकदम रमाइलो छ। सबैजना हिन्दू बन्धुहरूको भेटघाट। अग्रज बुवाहरू पनि हुनुहुन्छ। अङ्कल लाउनुहोस् खानुहोस् है तपाईँ। लानु खोज्नु थियो नदिएको। अब त सुरु गऱ्यो उनीहरू काट्नु खाना हुन्न जग्गा दिनु पुष्पहरूले भन्नु उठाएर हो कि होइन उठाएर सबैले ल आरती माथि माथि आरती उसको आरतीले आरती घन्टीमा